आजको भेट आलुको रोटीको रेसिपीसँगको भेट हो। त्यसको लागि आलु ताछ्नुपर्ने हुन्छ र ताछिएको आलुलाई एउटा भाँडोमा ग्रेटर मार्फत साना साना यसरी घोटेर तयार पार्नुपर्ने हुन्छ। घोटिएको आलुसँगै आफूलाई मनपर्ने पिठो, चाहे गहुँ, कोदो, मकै अथवा फाफरको पिठोसँगै केही अन्डालाई पनि यो पिठोमा यसरी मिसाउन सक्नेछौँ। स्वादको लागि केही नुनलाई पनि हामीले यहाँ एड गर्न सक्छौँ। त्यस पछाडि यो पिठोलाई मिक्स गर्नको लागि हातैले पनि मिक्स गर्न सक्छौँ, किनभने हातले मिक्स गरियो भने सबै कुराहरू एक आपसमा मिक्स हुनेछन् र त्यसलाई तावा बसाएर हल्का तेलमा आलुको रोटीलाई यसरी हामीले पकाउन सुरु गर्नु पर्ने हुन्छ र उक्त रोटीलाई हतार नगरी हल्का आगोमा सेकाउँदै सेकाउँदै अथवा यसरी छोप्दै रोटीलाई उल्टाई पल्टाई बिस्तार पकाउँदै जानुपर्छ। हतार गरियो, आगो कडा गरियो भने चाहिँ यो रोटी नपाक्न सक्छ, जसको कारण स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्नेछ। यसरी तयार पारिएका आलुको रोटीलाई आफूले चाहे अनुसारका विभिन्न अचार अथवा सुपसँग पनि यसलाई हामीले ग्रहण गर्न सक्नेछौँ। यो भिडियो यहाँसम्म हेरेर साथ दिनुभएकोमा तपाईँ आम दर्शकहरूलाई म अन्तरआत्माबाट नै हार्दिक आभार प्रकट गर्दछु। अर्को भिडियो लिएर अवश्य पनि आउनेछु। तबसम्मको लागि मैले आज चाहिँ बिदा लिएँ। तपाईँहरूको समय शुभ रहोस्। हस्त शुभ दिन, शुभ समय। फेरि पनि भेटौँला है त।